अब टाइम यसमा नि टाइपिङ मिलाउनु साह्रो पर्छ पोस्ट सानो छ पहिलाको बिम छ त्यो लामो काटेर आगोले सिधा गर्दै गर्छु बत्ती त बनाउनु पर्यो नि तिमी फेरि भरे अन्त अँधेरोमा बस्ने त्यसले त कुखुरा खेलाउँदैछ त कसरी यति गर्छ तले अब उठ्यो आगोले दिएको भए होस् न एकछिन होस् न अब उसले एकछिनमा बनाउँछ कि हामी उयो रटहरू बुन्दै गर्छौँ हलो जब बनाएर चाहिँ जोत्नु त्यो माथि मेरो टार जोत्नु पर्छ होला हौ एक हल त छ नि त मुनेर त्यो घन्टी डाँडाको अन्त सुरेश पनि त लगेको रियापमा अस्ति कहिले आएको थियो अरे हो एकदम फर्स्टमा त चिटिक्कै केही नखाने अलिक दिन बस्दै गएछ त फेरि जस्तो त्यस्तै खान थालेको थियो फेरि रियापकोहरू आएर पक्रिकन लग्यो भन्दा मुनि ढुङ्गा के गर्दैछ बुढो ओसहरू काँडाकुडुम मर्काउँदैछ होइन बटम ल्याएको सावलले झोल्डा ठिकै छ ठिकै छैन यो पो टाँड पर्यो हो त्यो चेप्रो हुँदै यहाँ पिङ खेल्दैछ हान्दैछ बुढो फेरि त्यो यतिको ठिकै छ माथि पनि ठिक आएन तलबाट लगाउँदा खिच्यो हौ त खिच्यो पेट पुरा भयो नि त लासेहरू त्यो मामको घ्यामा त अहिले आउनु छोड्यो हिजो कचिङ्गाल भएपछि आउनु छोड्यो होइन तातो पानी भेट्छ भन्ने भयो हौ अस्ति चिसो मात्रै भनेको होइन तातो पानी लगाइदिएको त खसी पिल्छ